दाम छैन मेरो गोजीमा दाम छैन गोजीमा दाम छैन मेरो गोजीमा दाम छैन कान्छीलाई घुम्न लैजाऊ कि भन्छु गोजीमा दाम छैन कान्छीलाई घुम्न लैजाऊ कि भन्छु गोजीमा दाम छैन चिठी त लेखे मयुरको बदले पठाउन थाम छैन चिठी त लेखे मयुरको बदले पठाउन थाम छैन कान्छीलाई घुम्न लैजाऊ कि भन्छु गोजीमा दाम छैन कान्छीलाई घुम्न लैजाऊ कि भन्छु गोजीमा दाम छैन गोजीमा दाम छैन तिम्रो गोजीमा दाम छैन गोजीमा दाम छैन तिम्रो गोजीमा दाम छैन गोजीमा सुक्को नहुने मान्छे केही पनि काम छैन कोही दिन देखाउली लुकी लुकी छाया माया लुकी 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 बोलो क्या छ लुकी लुकी हजुर बेल लगा अब यहाँबाट हाम्रो यात्रा आजको फिसिङको यात्रा सुरु हुन्छ भाइ फोनमै हुनुहुन्छ बल्छीहरू हामीले गुन्द्री ल्यायौँ नि अरे आज लोटिन्न भन्दै हुनुहुन्छ आमाले किन लोटिन्न भन्नु त सुस्तै नमाई सुस्त ल टोली हिँड्नु है शिकार गर्न हजुर आउनु नि भयो हजुर हो नि अहिले काँडा गर्छ मेरो हाम्रो एउटा माई फ्रेन्डले भन्नुभएको थियो काटपिस छोप्नु छ भने गडौला खोजेर हाल गडौलाले काटपिस आउँछ भनेर हामी गडौला खोजेको तर भेटिएन त्यही चिकन छ त्यही हाल्ने होला आज अलि हिजो राति पानी परेको भएर सुक्नु छ हामी यता खाना यहाँ खाएर बल्ल माछा मार्ने भन्ने कुरो भयो ल वनभोज सुरु भयो होइन यसपछि हामीले माछा मार्ने कार्यक्रमलाई अगाडि बढाइन्छ होइन मन्छाले तल गएर माछा सुरु गरिसके टक्क अलिकति डेन्जर नचाहिरहेछ डेन्जर नचाहिरहेछ डेन्जर नचाहिरहेछ भाउजूले पनि माछा मार्दै हुनुहुन्छ आज दाइले दुईटा माछा मारेर उता गएर बस्नुभयो भाउजूको लाइफको पहिलो फिसिङ हो ल भाउजूले सानो चिट्टेको पार्नु भएछ के भन्नुहुन्छ यसमा ल अर्का ज्यान खाँदा हेर्नु त कति खुसी हो ल ल निकाल यता छेउमा मन्साले पारे अर्को उता लैजाऊ पानीमा जान्छ ल यो दोस्रो आजको है फिसिङ आजको दाइले पनि खसेर मार्दै हुनुहुन्छ दाइले उता दाइले कतिवटा पार्नुहुन्छ हेर मैले ठिक छ हजुरको आजको दोस्रो हो आजको डनै भाउजू हुनेवाला जस्तो ठिक छ यो त झोलिलो हो नि त झोलिलो है ठुलै छ क्या भाउजू झेलिएको होइन दाइले माछा ल्याउँदै हुनुहुन्छ
त्यो ठुलो माछा छ दाइले अलि छोपेको ल है ल यो दाइ पछाडि नभए भने त भाइरल भएको सिधै ठुलो माछा सर्पै हैछ सर्पै यो त हाल्दिन त यो ठुलो माछा भाँडा मैले खाना आउँदाखेरि पर्छ कि खालि ठुलो पार्नु भयो ल अहिले माछा सुक्छु भन्ने चाहिँ भाउजूले यहाँ पुरै माछा छोप्दै हुनुहुन्छ बहुत रमाइलो दाइलाई दिउँसै आज घाम भएको छ बल गर्नु भाउजू बल गर्नु मान्छे त्यसलाई यतातिर देखाउनु त बल्ल पो मजा आउँछ भिडियोमा हो त्यसरी देखाउनु नेपालमा हामीले कुटिल कोसा भनिन्थ्यो आज यहाँनिर खान पाइयो ल बालपनकै याद आयो आज कुटिल कोसा खाँदा यस्तो मिठो हुन्थ्यो कहाँबाट टिप्नु पर्दा यो यहाँबाट यहाँ रहेछ कुटिलको साथ राम्रै खल्यो रहेछ रहेछ दाइले ट्याक्क भेटाउनु भयो होइन भाउजूले त आज सखामै पाराउनु भयो क्या प्यारेको यस्तो भाउजू फेरि ल बधाई छ तपाईँलाई कुटिलको सामान सालले भेटायो करा धेरै नकरा हो ल अब हामी यहाँबाट उकालो लागिन्छ ल आजलाई अब घर लाग्यो ल जाउँ गाडीमा पुग्नु नि धेरै छ अझै ल हामी बल्ल बल्ल माथि चाहिँ भेट्यौँ आज चाहिँ अलि गरिम भयो गाडीमा लाग्यो फिसिङ गरेर कसो भयो आजको फिसिङ कडा भयो क्या हो नाच्नु भयो ओके हामी हेरेको हामी त हेरेको